ल है मैले चाहिँ टिकट लिइसकेँ है। यहाँनिर पार्कभित्र जाने हो। टिकट लिइसकेँ मैले 50 रुपियाँको। यहाँनिर छ मेरो टिकट। अब भित्र जान्छु म। अनि सरर हेर्नुपर्छ टिकट। बेगमा अन्ली बटेर ल अब पार्कभित्र आइयो हामी। कता कता जानु, कति ठुलो छ, कहाँ जानु हो म। सब ठाउँ हेर्नुपर्छ। यता बाटो छ है। मान्छेहरू रनिङ हानिरहेको छ। मैले नि रनिङ हान्ने अहिले। हेर्न सक्नुहुन्छ यहाँनिर। आवाज अलि सानो आउँछ होला, एडजस्ट गर्नु सक्नुहुनेछ प्लिज। छुट्टै छ क्या यहाँनिर बाहिरको संसारदेखि। यो चाहिँ होइन अर्कै दुनियाँमा आए जस्तो है। एकदम पिसफुल। सबै चिन्ताहरू दुःखहरू हराएर गुम हुने ठाउँ जस्तो छ क्या। टक्क फुलहरू, वातावरणहरू चिल छ। यता मान्छेहरू टन्न बसिरहेको छ। पार्कहरू है, कति ठुलो पार्क छ। अब मलाई हेर्नुहोस् है कस्तो छ पार्क। अनि म कस्तो छु पार्कतिर। यसो घुम्नुपर्छ मजाले, रनिङहरू हान्नुपर्छ। केटा हो। यस्तो राम्रो रहेछ कि। यो चाहिँ भ्लग जस्तै हो। पहिला चाहिँ मैले कहिले नि भ्लग बनाएको थिएन, आज चाहिँ बनाउँदैछु। अब भिडियो चाहिँ राम्रो हुँदैन होला खासै, त्यही नि एडजस्ट गर्न सक्नुहुनेछ। यो के हो, यो म यस्तो गर्छु, यसलाई घुमाउनु पर्छ। ए यहाँनिर चाहिँ के बस्ने रहेछ है। बस्छु अब यता म। के हो यस्तै। त्यहाँनिर घुमिरहेको छ है। पार्क पनि यति ठुलो हुँदो रहेछ भनेर मैले यहीँ आएर देखेको यार। पुरा एउटा गाउँै हुन्छ नि, एउटा गाउँ सहर, पुरा एउटा सिटी सिटी भन्दा पनि ठुलो छ कि पार्क। कहाँ कहाँ घुमेरै थाक्दैन कहिले। मतलब घुमेरै थाकिन्छ, तर यो पार्क सकिँदैन त्यत्रो छ। यहाँनिर पोखरो पनि रहेछ। ल है पौडी सौडी खेल्ने पोखरो होला यो। खेल्दिने हो त पौडी। हन्टिङ हाने जस्तो ठाउँ नि रहेछ है। केटा आइजाऊ, को छ यता घारीतिर, बाँस घारीतिर जाने होइन।